कहाँ जाने त यो बाटो राम 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 जुम गरेर हेर्दा त्यति टाढा छ त हो नि फर्स्ट टाइम हिँडे पनि बाटो चाहिँ राम्रो छ कि भन्नु न अलिकति धुलो अनि त्यो खोलाको रसी खोलाको बाटो नि यस्तै त धुलो हुन्छ नि तर बाटो राम्रो छ आउजाउ गर्नको लागि चाहिँ राम्रो छ सर्टकट पनि हो दोलखा पुगिरहनुभन्दा अब यता पूर्व जानेहरूलाई क्या मेन चाहिँ पूर्वबाट आउने गाडीहरू हुन्छ नि उनीहरूलाई त्यो हो क्या मेन चाहिँ सजिलो इभी गाडीहरू चाहिँ हुँदैन बसहरूलाई चाहिँ ठिक हुन्छ है सुन्छ नि त गाई क्या अब यस्तो गन्दा गुन्द्रुङ चाहिँ अनि यहाँ सुन्छु हो हामी त्यसरी बिस्तारै हिँड्नुपर्छ अरू ठाउँ त राम्रो छ आँखा छ कोही कोही ठाउँमा मात्रै हो तपाईँहरू पनि यात्रा गर्दै हुनुहुन्छ भने यो बाटो युज गर्न सक्नुहुनेछ यो चाहिँ लोकप्रिय मार्ग बाटो रे लोक मार्ग भनेछ हामी पनि फर्स्ट टाइम हिँडेर हो दोलाल घाटको चोकबाट लेफ्ट लागेपछि सरर बिचमा पिच पनि छ ए राइट साइड लेफ्ट भनेछ राइट साइड लागेपछि कस्तो राम्रो यार है यस्तो ढुङ्गामा त ऊ हुन्छ नि कति राम्रो बाटो ढुङ्गाबाट निस्केको के त्यो के अरे कता चाहिँ हुन्छ तर यो चाहिँ खोप्या भएर हुँदैन होला है ल पुल पनि रहेछ त अनि यति सानो खोलामा होइन भने यो पछिको लागि भनेर त यस्तो बनाएको त हेर्नु त पुल पनि रहेछ ल व्यवस्थित चाहिँ रहेछ है कोही नहिँड्ने पनि राम्रो छ यो बाटो युज गर्न सक्नुहुनेछ कति घन्टा लाग्यो हामी भन्ने छौँ नेपाल सक्नेलाई कति घन्टा लाग्छ हामी भन्ने छौँ नेक्स्ट भिडियोमा